घुम्न जान निस्केको कहाँ जाने भएर यहाँ ठाउँ खोज्दै बस्दैछौँ। यो आएर ट्याक्सी चढ्यो, अब हिँडायो बुढोले, हाम्रो ड्राइभरले हिँडायो होइन जेबी? बेल्ट यो ट्याक्सी पनि कस्तो राम्रो भिआइपी खालको गाडी क्या यो कोरियनहरूको, यस्तो मजाको। यता माथि पनि हाम्रो नेपालबाट ट्याङै टाउको ठोकिने फलाम हुन्छ होइन कम्पनीहरू। हामी यहाँ आएको नि नवरा सर, थाहा छ तपाईँलाई? यो यसकै एक छेउ हो, यसकै अरू एक छेउमा। पानीको बाफ छ। जानु पर्यो नि अब आइसकेपछि त। बन्द छ त फेरि, मान्छे हिँड्दैछ त फेरि। एक्वेरियम त रहेछ त। धुन्दा घुम्ने ठाउँ खोज्दै आएर आएको। बन्द छ कि खुल्ला छ? जेबी बोल है। यसले सिकाउँदैछ जस्तो छ। पस्ने ठाउँ त्यही पनि छ त। टिकट नगरी छिर्यौँ क्या दुलोदेखि। यो त पार्किङ रहेछ हौ मुनि त। ल राम्रै होला जस्तो छ है ठाउँ चाहिँ। हाम्रो लागि यो भवन हेर्नु पनि रमाइलो हो क्या होइन? त्यो त हेर्नु त अब निलो कति दामी छ, बाँस रोप्या छ, दुईजना हात समाएर हिँडिरहेछ। त्यही त अनि यहाँ पानी आउला जस्तो छ कहिलेकाहीँ। यो चेउ कि के पनि छ बनाएको। हामी आएको चाहिँ यहाँ तपाईँको बाटो गर्ने नरा सर सबै? तपाईँको बाटो गर्ने सबै। पैसा तपाईँले तिर्नु भएन? यस्तो हेर्ने जलपरी हेर्ने उता के गर्नुपर्छ हेर्नु है त्यहाँ। टोकन लिनु, टोकन जेबी टोकन ल्याउन। टिकट लिएर आयो त जेबीले। अब कति रहेछ हौ? महँगो छ कि क्या हो? 1 लाख? कति महँगो रहेछ नि? लास्ट टाइम महँगो पो रहेछ त हौ। नकाट्नु नै त अनि सोधेर। यो हो नि त, यो माथिको त पैसा त 37,000। अघि हेर्नु भएन तपाईँले? 3 जनाको यति हो कि होइन, 3 जनाको एकजनाको त्यति हो। यति इन्टु यति भयो नि ठिकै छ, भइसक्यो। 4,000 रहेछ यार, महँगो के रहेछ हेर्नु पर्ने चाहिँ। केही बुझ्दैन। आउनु त आयो होइन? खै टिकट कुन त हो? खै त अनि यो यही हो। के हो त यो? जाउँ पस्नु त पस्यो। टिकट गऱ्यो यहाँ। यस्तोहरू सुरु भयो। साह्रै महँगो रहेछ। एकजनाको 4,000 नेपाली रहेछ। हामी जाने कता हो? यतादेखि सुरु गरौँ न त हामी। इन्ट्रान्स लेखेको छ। हल्का हुने ठाउँ रहेछ। के हो अब जान्छ गयो न? कतादेखि सुरु हो त? यतापट्टि नै आउँदैछ मान्छे। स्टाफ ओन्ली अरे। हामी स्टाफ हो कि होइन? कति ठिक छ त। के हो यहाँ त? कोही केटी मान्छे मात्रै आउने हो कि के हो यार? ल्या हामी कता जाने हौ? खोइ केटाहरू त छैन, हामी मात्रै केटीहरूको के देखाइरहेछ त? यो यतिकै आर्ट, एक्स्ट्रा आर्ट गरेकोहरू रहेछ क्या?
जस्तै खुट्टालाई यस्तो बनाइदिएको क्या यो के हो यो निस्कु निस्कु यहाँदेखि निस्कु सबै लाछु ए हो रहेछ जाउँ न उता छ ठाउँ आइ त गयो उता छ होइन र जेबी उता पनि खेल्छ अब ट्रक रहेछ यहाँ चाहिँ होइन यो एक्स्ट्रा तरिकाले बनाएको आर्टहरू रहेछ क्या नौरा सर उहाँ हेर्नु न जस्तै त्यो कपलाई चाहिँ दुईवटा झुन्डा र आँखा जस्तो पनि बनाइदिएको यहाँ हेर्नु त है के घुमिरहेको त्यहाँ हेर्नु न के हो यस्तो यो अनि गाई जस्तो छ नि त त्यहाँ चित्र फोटो खिच्दा पाउँछ त होला नि बनाउँदै पनि छ यहाँ केटाकेटीहरूले मेन ठाउँमा कता छिरो वा ल यस्तो रहेछ नि त यति हो कि क्या हो 4000को ए हो र टेकेपछि खै त मे त सर्दैन त अनि यस्तो रहेछ नि त यहाँ आफै हिँडेपछि चाहिँ यसरी सर्दो रहेछ क्या ल ल यस्तो पनि बनाएको रहेछ ए भनेपछि ओइ ल जङ्गलै भएको त यहाँ त जङ्गलै हुँदो रहेछ नि त कस्तो देखिन्छ त जङ्गलै जस्तो यहाँ छुँदा त केही हुने होइन अर्कै ठाउँ पुऱ्याइहाल्यो नि यसले त चाहिँ पानी जस्तो हुँदो रहेछ क्या यसरी उठेपछि पानीमा हल्ले जस्तो फिल्मै रहेछ नि त यो कति बेर हेर्नु पाइन्छ हौ लाइभ प्लानेटमा बसेर ए सफा रहेछ क्या यो त्यत्तिकै बस्दा नि हुने रहेछ या काखै मारेर बस्दा नि हुने रहेछ हौ त्यो फिल्म जस्तै रहेछ त्यो अहिलेको हामी हेर्नु आएकोमा कतिखेर पुग्छ कुन हेर्नु आएको सुरुमा हामी छिर्दाखेरि देखाइरहेको थियो नि भइरहेको छ कि यसरी घुमिरहने हो कि के देखाएको थियो सुरुमा त्यो भुइँभरि स्टार भएको थियो नि ए कुन त अब आउँछ होला नि लास्टमा हेरिरहेको सक्दैन होला नि सक्छ होला नि
कता पुऱ्यायो ग्रहदेखि यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ है ओरिजिनल छ त भन्नुहुन्थ्यो नि यो के हो होला तपाईँले भन्नुभयो भ्यागुताइ रहेछ नि त उता भ्यागुताइ रहेछ क्या उसले किराहरू भ्यागुता यस्तो भ्यागुता रहेछ यहाँ चाहिँ यस्तो नाङ्ने नि हो यो मुसा ऊ त्यहाँ कुदिरहेको छ खै अन्त नदेखेको चिज अरे यस्तो नरहेछ कताको बाहिर आउँदैन त्यो कहिलेकै कहिलेकै यता पनि आउँदो रहेछ क्या त्यो यता माथितिर आयो ए यो त हाम्रोमा फालाफाल हुन्छ होइन ऊ त्यहाँ हेर्नु न यो हुन्छ नि हाम्रो किन हुँदैन हौ हुन्छ नवरा सर एउटा रेस्टुरेन्टमा पालेको थिएछ कि एउटा शेर्पा दाइले एउटा मेरो साथीको भाइले त चोरेर त यस्तो गोजीमा बोकिरहेको थिएन नि सानो एकरमा पालेको रहेछ होइन अनि चोरेर त यस्तो त्यो यस्तोमा क्या सेम यस्तो गोजीमा यहाँ हालेर बोकिरहेको रहेछ क्या पहिला कछुवा रहेछ यो त हामीले देखेकै छौँ हो कछुवा त नेपालीलाई खासै उतै हुँदैन फर्स्ट टाइम देखियो यहाँ यति सानो पो हुन्छ यो त म त पेङ्गुइनको भिडियो साह्रै हेर्छु नि यिनीहरू कम्ती मिलेर बस्दैन क्या हिउँमा त्यो चिज रहेछ यो नदेखिने झारसँग उ त्यहाँ पनि एउटा रहेछ त्यहाँ हेर न गोबारे किरा हाम्रो नेपालमा पनि हुन्छ यिनीहरूको के हो फेरि पैसा तिराउनु हो कि क्या हो माछाहरू हेर न माछा पनि हुँदो रहेछ है हेरौँ खिचिराखौँ न क्यामेराले कति लामो लामो होइन के चाहिँ थिएछ है संसारमा यहाँ हेर्नु त सबै राखेको रहेछ नि त यसरी तर त यो त सबै मासुको हालेर राखेको छ माछाहरू ओइ होइन रियली होइन होला यो रियल नै होला होइन हेर्नु पानी हेर्नु तल पानी जाने ठाउँ राखेको छ रियल हो बुढा होइन होला हौ रियल त आउँदैछ यता रियलै हो रियल हो बुढा यसको बारेमा लेख्यो होला नि कता के चिजहरू हो यस्तो यो यता छिरेर यता निस्किनुपर्छ होला होइन त्यहाँ अलिकति छिर्नु ठाउँ रियल्ली हुँदो रहेछ नि यस्तै त्यही वाला रसियाबाट ल्याएको रहेछ कि रहेछ 1100 किलोमिटरबाट उताबाट आएको चारतिर रहेछ ल सुरु भयो है ए यहाँ के हो फिस यो फिस त हाम्रोमा हुन्छ नि हाम्रोतिर यो त उता हेर्नु नि त त्यो भित्ताहरू कस्तो बलेको देखाएको क्या उयो त्यो रुखको ठुटा बल्छ नि देवी थाहा छ रुखको ठुटा बलेको थाहा छैन रुखको ठुटा बल्छ त है खालको राति उज्यालो सेम यस्तो हुन्छ क्या यस्तो
यहाँ मेन रहेछ के हो ए छिर है अब कता हो कस्तो लाग्छ हामी यहाँ हेर न फेरि कुन टाइपको माछा छ भने नि इन्डियामा हुँदो रहेछ नि खोइ नभरा मैले अघि नवराजले भनेको नि यहीँ नै भयो हुन चाहिँ मैले अघि तपाईँलाई देखाएको ठाउँ पनि यही हो क्या नवराज यही देखाइरहेको थियो जङ्गल फरेस्ट साइट भनेर लेखेको थियो ए तपाईँले हेऱ्यो भने उता कस्तो दामी पर्ने नवराज यहाँ कछुवा रहेछ कछुवा 옆에 봐봐 옆에 여기 살짝 여기 हेर्नु त जेलीफिस भन्दो रहेछ छिरौँ न यता भाइ पनि यता छिर्ने होला नि त हामी पनि जेलीफिस भन्छ यस्तो जाउँ न जाउँ फिस त फिसै रहेछ जाउँ जाउँ खोइ जेबी जेबी खोइ यो छिरेर निस्कौँ न नरस आउनु न सकिहाल्छ क्या उ त पारदर्शी हुन्छ नि त जेलीफिस त वार पार देखिँदैन यो त पारदर्शी हुन्छ क्या जेलीफिस त म यस्तोहरूको नै भिडियो हेरिरहेको हुन्छ क्या रिल खिच्नु पर्यो यसलाई टाइम धेरै चिया जस्तो नि ए अघिको यतापट्टि रहेछ नि त होइन यो चाहिँ कत्लै भएको माछा कत्ला भएको नि कस्तो डेटली खालको फेस देखिन्न यसको त कार्टुन जस्तो छ त्यो माछा हो तर यतिको पुच्छवाला हो झगडा नगर्दो रहेछ होइन के हो यस्तो यो रातो रहेछ रगत जत्तिकै रातो आम्माम के साह्रो रातो हो यो चाहिँ यो झन् मोटो सिसा रहेछ हो हेरेको थिएँ रुख हेर्न कहाँ तलसम्म छ जस्तो देखाइदिएछ क्या पुरै जाउँ यता ल कता छिर्यो अब हेर न हिलो छेपेको हो कि यो यहीँ बलेको हो यहाँदेखि हेर्नु मिल्दो रहेछ यसरी नछु अरे तर कत्रो सिसा रहेछ नि त यत्रो मोटो सिसा बाक्लै हो नि नत्र फुट्छ नि त डेन्जर हुन्छ हात यसले एट्याक गर्ने रहेछ क्या टोक्छ भनिरहेछ टोक्नै रहेछ माछाले नामै हो कि सिमेन्टको सिमेन्ट रहेछ क्या नाम त सिसामाथि हिँड्नु मिल्दो रहेछ
हेर्नु न पुतालीहरू बनाए के हो टल्किने कलर रहेछ अनि लाइटले झन् बलेको जस्तो देखिँदैन क्या के हो यो चाहिँ हेर्नु न कन्सुत्लो कि के हो यो हो नि यो तर हाम्रो नेपालमा अर्कै हुन्छ बुढा कलर हाम्रोतिर भाले मुङ्रो भन्छ ठुल्ठुलो पनि हुन्छ नि यो हाम्रोमा चाहिँ सानो हुन्छ तर अलिक गरिमा ठुलो ठुलो यत्रो हुन्छ क्या यो कालो कालो हुन्छ यो चाहिँ अर्को कलर कालो चाहिँ हुन्छ कालो चाहिँ हुन्छ टेम्परेचर मिलाएर राखेको रहेछ नि त हेर न यत्रो हड्डी हुन्छ कि क्या हो कस्तो दामी देखिने आर्ट गरेको क्या यो यस्तो हेर्दा नर्मल देखिए पनि है लाइटले गर्दा कस्तो बलेको देखिँदैन क्या देवी के च्याउँदैछ दुलोदेखि स्टेप स्टेप रहेछ ऊ यहाँदेखिबाट छिर्ने दुईवटा ठाउँ यहाँ छिर्यो यहाँ बाहिर जाने ठाउँ रहेछ अब हामी यहाँ छिर्यौँ अब माथिबाट बाँकी रह्यो ल यहाँ चाहिँ आर्टिफिसियल जस्तो छ त्यो सिसा होइन यस्तो माथि देखिँदो रहेछ क्या ए जाउँ न त्यही नजिक नजिक जाउँ न जेबी आऊ न हेर्नु त्यहाँ जाउँ न एकचोटि नजिकदेखि हेरौँ धेरै आउँदै रहेछ नि त पानीभित्रको नसोचेको के हो यस्तो यो ढुङ्गा जस्तो छ हेर न चलिरहेको छ यो पल्लो पनि दुईले चलिरहेको छ यहाँ देखाएर छ क्या यो पनि यो च्याउ जस्तो यस्तो हुँदो रहेछ ल टोक्ला जस्तो यो त के हो यो एउटै हो यो यहाँसम्म के हो यस्तो यो यिनीहरूले त नि जे पो पालेको रहेछ त ल्या फेरि के यस्तो यो यो काँडा यो कटुसहरू पनि जिब्ने रहेछ नि कटुसको दाना जस्तो छ त्यहाँ यो 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 चाहिँ हो कि होइन हो नि जिब्यो भने त्यो भने होइन हो नि किन होइन यो बाँच्नको लागि चाहिँ यो माछा चाहिन्छ होला क्या यसलाई यसको बारेमा चाहिँ स्टडी नै गर्नुपर्ने रहेछ हौ हजुर यो के हुन होला सर खै यस्तो माछा देखाएको त छैन स्टोन फिस भन्छ स्टोन यही त होला फिस स्टोन फिस भने चाहिँ यही हो क्या यसको पखेटाहरू हेर्नु उ त्यो रहेछ स्टोन भने ऊ त्यहाँ छ त ऊ पखेटा जस्तो यही हो क्या यहाँ खायो यहाँ मुख रहेछ यो तपाईँको यहाँ खायो रहेछ उतापट्टि एउटा होला है त के हो यस्तो यो जिबे त होला नि यो होइन योसँग बस्ने यो मात्रै हो खाजा त के होला यहाँनिर यहाँ मुख नि यहाँ यस्तो हजुर त माने मैले तर खानु त के खाने खै कस्तो डर लाग्दो हो यस्तो यो बुझ्छ खानु मिल्छ कि मिल्दैन त्यहाँ यो यस्तो हुँदो रहेछ नि यस्तो गुड बनाएर बस्दो रहेछ त्यहाँ हेरौँ त ल